के छ झोलेहरू झोलेहरू भन्न पनि मन लाग्न छोडिसक्यो है। के छ भेडाहरू भन्न मन लाग्छ। राजनीतिक विश्लेषक भरत दाहालले भनेको कुरा पुरा सुन्न ध्यान दिएर। यो एउटै प्रवृत्तिका मान्छे हुन्। जस्तो एउटा उदाहरण दिउँ मैले, चाहे रवि भन्नुहोस्, बालेन भन्नुहोस्, कुलमान एमसिसीको ठेकेदार हुन्। तपाईँलाई थाहा छ एमसिसी बोर्डमा बस्ने मान्छे हुन् उनी, होइन? त्यति भए उनको बारेमा धेरै भन्नु पर्दैन। दोस्रो चाहिँ के हो भन्छ भने रविको कुरा गरौँ। अहिले पछिल्लो कालमा एउटा महिला जो चाहिँ मन्त्री बनाउनु भन्ने नाम बाहिर ल्याइएको थियो, चिनिया राजदूतले चासो राखेपछि सुशीलाले त्यसलाई रोकिन् भन्ने समाचार आयो। उनी तिब्बती शरणार्थी भएको कारणले, होइन? अब तिब्बती शरणार्थी नभएको भए त सुशीलाले त रोक्दिनथिन्। यो त लाटाले पनि बुझ्छ। सुशीलाले रोक्नुको कारण के हुन्छ भने तिब्बती शरणार्थीकै पृष्ठभूमि हो उनको, त्यसकारणले रोक्नु पर्यो, होइन? मन्त्री बनाउनको निम्ति चाहिँ अब त्यसको खण्डन गर्ने उनीसँग आधार भएन, त्यो त बुझिन्छ। ती व्यक्तिलाई रविहरूले समानुपातिको पहिलो सूचीमा राखेका छन्। यहाँबाट पछाइरहेछ। हजुर हजुर। जसलाई चाहिँ स्वर्णिमलाई चाहिँ त्यो घन्टीमा हालेर पछायो नि अमेरिकाले, एमसिसीको चाहिँ तपाईँको एउटा सदस्य, परियोजनाको एउटा सदस्य, डिजाइनर। अब यो खेलमा उनीहरू लागिरहेछन्। त्यस कारणले यो खतरा के छ भने जस्तो रवि, बालेन, कुलमान यिनीहरू भनेको स्पष्ट मात्रै होइन कि अमेरिकन मिसनमा प्रत्यक्ष रूपमा जोडेर काम गर्दै आएका मान्छेहरू हुन्। के छ अन्धभक्तहरू? एमाले, काङ्ग्रेस, माओवादीका त झोलेहरू भए, रासपाका चाहिँ साँच्चीकै भेडा हुन् कार्यकर्ता।